शिवराम अर्याल र म नेपाल स्काउटमा प्रवेश गरेको 2042 सालको बिटी बेसिक ट्रेनिङ कोर्सबाट। त्यसपछि 45को एडभान्स हुँदै 80 असिस्टेन्ट लिडर ट्रेनर अनि लिडर ट्रेनर हुँदै अहिले म नेपाल स्काउटको लिडर ट्रेनरमा छु। 2058 सालदेखि सामुदायिक विकास आयुक्त हुँदाखेरि नेपाल स्काउटले आँखा शिविर सञ्चालन गर्नु पर्यो भन्ने भन्न लागेर तिलिङ्गा हस्पिटलसँग समन्वय गरेर तिलिङ्गा र नेपाल स्काउटको सहकार्यमा त्यो आँखा शिविर सञ्चालन गर्ने भन्ने सोचाइले अगाडि बढेको। गाउँ गाउँमा गएर ज्येष्ठ नागरिकहरूको मान्छेहरू बिरामीहरू खोज्ने क्याम्प आयोजना गर्ने त्यो सबै काम नेपाल स्काउटले गर्ने। तिलिङ्गाले त्यसको प्राविधिक अपरेसनको व्यवस्था तिलिङ्गाले गर्ने र त्यो बेलादेखि नेपाल स्काउटबाट आँखा शिविर सञ्चालन गर्न सुरुवात गर्ने पहिलो व्यक्ति नै हुँ र विभिन्न क्रुहरूको सहभागिता, विभिन्न ग्रुपहरूको सहयोगमा र विभिन्न स्थानीय पालिकाहरूको सहकार्यमा गरेर हामीले चाहिँ नेपाल स्काउटले सञ्चालन गरेको आँखा शिविर उत्कृष्ट रूपमा एकदम अरू सङ्घ संस्थाबाट गर्दाखेरि 10-12 क्याट्राकका बिरामीहरू भेटिन्थ्यो भने नेपाल स्काउटले सञ्चालन गरेको आँखा शिविरबाट थोरै पनि 40-50देखि हामीले 80-82 जनासम्म एउटा शिविरबाट सञ्चालन गरेर एकचोटि आँखा शिविरमा 300-350-400 जना मान्छेको क्याट्राक अपरेसन गरेका छौँ। 3500 मान्छेको उपचार गरेका छौँ। प्रत्येक वर्ष यही निरन्तरता गर्दै आज 2058देखि 2083 सालसम्म निरन्तर रूपमा आँखा शिविर सञ्चालन गरिरहेको। पहिलो नम्बरमा त गाउँ गाउँमा गएर मान्छेहरूलाई त्यो आँखा अपरेसन गर्नुपर्छ भन्ने पक्षमै छैन। उमेर पुगिसकेको 70, 80, 90, 103 वर्षसम्मकोलाई हामीले अपरेसन गरेका छौँ। उहाँहरू चाहिँ अब उमेर पुगिसक्यो, हाम्रो यो आँखा शिविर सञ्चालन गर्न नि पर्दैन, अपरेसन नगर्ने, अब यो उमेर पुगिसकेको मान्छेको आँखा चलाउनु हुँदैन, झन् गाह्रो हुन्छ भनेर विश्वास दिलाउनै गाह्रो। अर्को कुरा अपरेसन गर्नुपर्छ भनेर मान्छे छानिन्छ। त्यसले टिम लिएर गएर हामी जुन गाउँ गाउँमा सर्वे गर्ने त्यो छनौट गर्दाखेरि भेटिएको मान्छेलाई पनि हस्पिटलमा गएर अपरेसन गर्नु जानै नमान्ने। अनि त्यहाँको स्थानीय क्लबहरूसँग मिल्यो, अनि स्थानीय पालिकाहरूको व्यक्तिहरूलाई बोलाएर गुहारमा आएर उनीहरूलाई हामीले कम्युनिकेसन गराएर कुनै ठाउँ यस्तो पनि भएको छ, हामीले मच्छी गाउँको एउटा खुना गरेका थियौँ, तपाईँलाई एउटा धार्मिकको खुनामा गरेका थियौँ। त्यसमा केही व्यक्तिहरू त क्याम्पबाट हस्पिटलमा अपरेसन आउनु मान्दैन भन्ने व्यक्ति स्थानीय मान्छेहरूलाई अनाएर जबरजस्ती एउटा घरमा त हामीले मान्छे कुर्नी राखेर स्काउटहरूलाई 3 दिनसम्म कुर्नी राखेर 3 दिन हस्पिटलमा ल्याएर राखेर अपरेसन गराएर लगेको पनि छ। आँखा शिविरबाट समाजले हाम्रो समाजमा अलिक उमेर पुगिसकेपछि झन् गाह्रो हुन्छ, झन् अपरेसन गरेर झन् बिग्रिन्छ कि भनेर विश्वास दिलाउनै गाह्रो। अनि हामीले गएर कम्युनिस्ट गराएर तिलिङ्गाले गरेको अहिलेसम्म परेको छैन, आँखा बिग्रिएको छैन। जति 100% नै आँखा एकदमै राम्रो आएको छ, अपरेसन गरेको छ भनेर कम्युनिस्ट गरेर घरमा गएर विद्यार्थीहरूलाई त्यो भन्न लगाएर, उसको शरणार्थीहरूलाई भन्न लगाएर शिविर सञ्चालन गरिसकेपछि गाउँमा चाहिँ यति राम्रो छाप पर्न गयो कि स्काउटहरूले एकदमै सर्भिस पनि राम्रो गर्छन्। हामीलाई लिएर जान्छन्, ल्याउँछन्, ठाउँमा पुर्याइदिन्छन्, घरमै ल्याएर छोड्छन्। कुनै समस्या छैन, 1 रुपियाँ पनि लिँदैनौँ, 1 पैसा पर्दैन, हामी जान्छौँ भनेर राम्रो छाप पार्नु सकेको छ। समाजमा चाहिँ स्काउटले आँखा शिविर सञ्चालन गर्दाखेरि चाहिँ हामी जानुपर्छ भनेर गाउँमा मान्छेहरू पुर्छन्। स्काउटले गरे आँखा शिविर हो भन्यो भने अझ बढी मात्रामा सबै तरिकाहरू भाइ बहिनीहरूले बोकेर ल्याउने, घरमै पुर्याउने, नछोड्ने, उहाँहरूलाई दुईवटा आँखा नै अपरेसन गर्दा पनि बाहिर जानेदेखि ल्याउनु सक्ने सबै सर्भिस गरिदियो भने
राम्रो देख्छ वरपर सबै देख्छ त्यो मान्छेले देख्नुहुन्छ हिजोको कारण छ है कति फरक छ हामी चाहिँ नि स्वास्थ्य शिविरबाट जुन चाहिँ स्काउटको चाहिँ नि योजना उसबाट गर्नुभएको रहेछ निःशुल्क उपचार अनि उहाँहरूको तर्फबाटै सम्पूर्ण चिज चाहिँ नि उहाँले नै हेरिदिनु भएको थियो स्काउटकोबाट नै अनि त्यहाँबाट नै हामी यहाँ तिलगङ्गामा आएको स्वास्थ्य शिविरबाट चाहिँ नि हामीलाई आमालाई चाहिँ नि चेकअपको लागि भएपछि चाहिँ उहाँको मोतीबिन्दुको लागि चाहिँ नि अपरेसन गराउनको लागि स्काउटहरूद्वारा चाहिँ नि हामी कोही पनि जान नपर्ने गरिकन उहाँहरूले नै लग्नुभयो अनि उहाँहरूले नै अपरेसन गराएर 3 दिनसम्म पनि उहाँहरूकै रेखदेखमा चाहिँ नि सम्पूर्ण काम सम्पन्न गराएर चाहिँ नि ल्याइदिनु भयो अनि अब त्यसपछिको 1 हप्तापछि मात्र हामी यहाँ तिलगङ्गामा आएका हौँ हिजो अस्तिको भन्दा पनि अहिले स्पष्ट देखियो उहाँहरूलाई त अपरेसन गरेको भए अलिकति गाह्रो थियो होला त्यो बेलासम्म अब चाहिँ नि स्पष्ट देखियो भन्दै हुनुहुन्छ एकदम खुसी भने नि मलाई त ढुङ्गा खोज्दा देउता मिले जस्तो भएको छ किनकि आफ्नो आमालाई सेवा गर्न हामी मात्र होइन उहाँहरूबाट चाहिँ नि हामीले एउटा पायो नि जुन सुविधा त्यसैले गरेर ढुङ्गा खोज्दा देउता मिले जस्तै भएको छ धेरै धेरै धन्यवाद किनकि जो चाहिँ आर्थिक रूपमा चाहिँ एकदम विपन्न या अथवा आर्थिक रूपले मान्छे आफूले गर्नुपर्ने चाहिँ नि गर्न सकिराखेको हुँदैन जब यस्तै संस्थाहरू वा स्काउट या डाक्टरहरूको पहलबाट चाहिँ नि यसरी एउटा सुविधा पायो त्यसको लागि धेरै धेरै धन्यवाद